नमस्ते छोटे, वेलकम ब्याक टु माई युट्युब च्यानल। स्वागत छ। धेरै दिनपछि उपस्थित भएको छु। माया गर्न चाहिँ नबिर्सिनु होला। अनि दसैँको धेरै शुभकामना देश तथा विदेशमा छरिएर बस्नुभएका दाजुभाइ दिदीबहिनी अनि साथीहरूलाई मेरो शुभकामना व्यक्त गर्छु। अनि आज चाहिँ मेरो बिहे भएको 5 वर्षपछि बल्ल मेरो उसो के अरे फर्स्ट दसैँ हो कि। अनि मगरहरूको चलन फेरि बिहे भएको फर्स्ट दसैँमा फेरि उस गर्छन् के अरे दही केरा गर्छन्। अनि त्यसको लागि उता जाने भनेको गाडी नपाएर के गर्ने, गाह्रो के गर्ने होला। आज गइचाल हुन्न होला। सो अब यतै माइत जान्छु, के गर्छु देखाउँछु। अनि आज चाहिँ मैले के पकाउने, चिकन रोस्ट हो पाक्दैछ। अनि यो चाहिँ बुम्बुको मासु हो। यस्तो भइरहेको छ नि, अन्डा हालेर के अन्डा हालेको भएर यस्तो भयो। अनि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ भन्ने धेरै आशा गरेको छु। म चाहिँ एकदम सन्चै छु। यस्तै छ, के गर्नु। अनि त बनाउँछु। अनि यो चाहिँ अचार। अब चाहिँ हामीहरू रेडी हुन लाग्यो दसैँको लागि भनेर रेडी हुन राखौँ। अब यस्तो धन्न छिटो साइड भएको भए त रेडी हुन नि भ्याउँथेन, पकाउन नि भ्याउँदैन। यस्तै के भन्नु, बल्ल पकाएर सक्यो। अब के भन्छ अरे रेडी हुन्छौँ। अनि रेडी भएर हजुरहरूलाई भेट्छौँ। साथीहरू हामीहरू रेडी भइसके। अनि मलाई कस्तो देखेछ अनि छोरी के गरेको होला नि त्यो। अनि मेरो छोरी अनि यता हाम्रो यता खन्चुवा छोरो छन्। मिठो छ। अनि यता दिदी ल भयो यता हजुर हाम्रो रेडी भइसक्यो। पैसा देखेर रमाउँछन् आज के। आज सुन, आज निधार बेचेर पैसा कमाउने हजुर यहाँ हाम्रो अब टीका कार्यक्रम सुरु हुँदैछ। हाई भन्न साथीहरू। यस्तै लगेर बाटोमा राख। यो हामीहरू कति वर्षपछि दसैँ हो। हाई भन्नु न। मेरो हेन्सम छोरी भोलि पर्सि केटीहरू पक्लक गुडी भए। यता छोरी, यता दुईटा छोरी। टिका झरे जान झर्दैन मम्मी ब्याग गरेको झरेको माथि मेरो पनि खिच्देऊ ल। नमस्ते बाबा। बहिनी हता त होइन कि खिच्ने गाइज वेलकम टु आवर न्यू भिडियो। सो गाइज आन्टीको चाहिँ पहिलो दसैँ बिहा गरेपछि यता नानी देखेन हामीलाई सिस्टर सिस्टर
अनि 5 वर्षपछिले यता देखा नानु हाँस्छ नानु बाजे कहाँ गयो पानी धुने एउटा कटन ल्यान्डर टिस्यु छ नि उता माथि माथि तेरो आमा हाई गर्नु है आमा यो पनि बारेन नि त हाम्रो आमा हाई गर्नु हाई गर्नु हेर यहाँ म के गरे भन्नु त अरे त्यो एकजना त्यतिकै निधारै भरिदिनु भयो एकै काफी हो आमा त यो त लगाऊ अब है आउनु टिका भित्र पोस्छ कि छ्याप्पा। पारेर बाँधौ न सानो पुग्यो के जमरा गुड गर्ल आउँछ यहाँ आटोले बाङ्गो हाल्नुभयो क्या हो के दिनु है आमा परेको यहाँ दाइ र निरज छुट्नु भयो दाजुभाइ आमालाई जिउ गर्नु आमालाई दिदीले खोजेन यहाँ चाहिँ बबीले दिन्छ लिगल जानु अस्ति कपडा लाउनु दिए पनि त मैले त्यही भएर बत्ती बाल्नु न 500 नोट माग्छ सानो छोरीले सानो छोरी त झन् झन् धेरै माग्छ मम्मी मलाई हेर मैले मेरो आँखाले देखेको छैन आज सिधा गर्नु त नि झन् त अलि ल भयो माम दाजु त भटबसीमा बच्यो भने जिउ गर्थ्यो खुट्टामा खुट्टा दिनु आमा खुट्टामा गर आज आमालाई छिटो छिटो आमाको नाके यताबाट छिटो खुट्टामा गर ल अर्को खुट्टामा नि यता नि अन्त आज सबै के लौ यो नानीलाई लगाइदिनु आइस ल स्वागत छ हजुरलाई नि बस को बस्ने उनलाई भने है सँगै बसेर देखाउ त निधार सुत्दैछौ नाइ ड्युटी बा डिप्टी छ ल लगाइदिनु ल ल ल दाइ नि र थाप्नु गयो नि लगाइदिनु भयो टिका लगाइदिनु भयो के खै त ढोक गरेको फेरि आमाले टिका लगाइदिनु जमरा नि दिनु जमरा दिनु जमरा देखाउनु के पैसा नि दिनु 5 रुपियाँ 20 रुपियाँ हो त्यही हो जसले राख्छ कमाउने छोरालाई पैसा है कमाउने छोरालाई त यति दिएको छु धेरै 20 रुपियाँ नि 2 लाख हो ल छोरी तेरो छोरीले समाचार ओहो 5 रुपियाँ हालिदिनु भएन हो त्यो यता आऊ ठुले छोरा त्यो पैसा पनि माग्न पर्ने हो तिमीले हामीसँग भनेर हुन्छ त्यो पैसा पनि त मागेर हुन्छ हामीले दिने हो नि अलि धेरै मम्मीहरूले हाई
अहिले टिका लगाइदिनुहुन्छ कि अहिले हजुरलाई कसरी लगाउने हो र त्यही बस्नु है 3 जना त्यही बस्नु होइन हामी टिका लगाइदिन्छौँ मान्छेले लगाइदिन्छ खै त बान्जालाई ऊ त्यो समात्नु दिदी मोबाइल समात्नु लगाउँछ तिमीले धर्छ ल ल भाग्य भने छोरा ल ल ल दक्षिणा र जमरा है होस् नानीले समात्छ खै कता गयो ल नानुलाई ल बाबाको ल भाग्यमानी भए डक्टर भाग्यमानी भए दुर्गा माताले राख्या गरे मेरो छोराहरूलाई दाइलाई अघि लगाइदिन्छु ल घर घर दाजुभाइ पनि लगाउनु बल्ल अझ कति वर्षमा लाग्नु चित्रा चित्राको नाथे यसले चित्राले खान्छ नि हामी बल्ल खान्छ बुझेर हामी बढाइछु धेरै पैसामा माग्छु मैले त भिडियो गराएको अहिले भिडियो फोटो खिचे जस्तो गर्नु पर्यो भान्जा अहिले एसएलसीमा ए प्लस लिएर माइजूलाई पुरस्कार लिएर आउनु है मनै पर्यो होइन त्यो टाउकोमा ज्ञानी हुने धेरै पढ्ने मम्मी बाबालाई प्रसन्न राख्ने है तेरो दिप्ती हो भाग्यमानी हुनु मेरो भान्जा है मम्मीले भनेको मान्न पर्छ मेरो भान्जा माइजूलाई जिउ गर्ने लगेर पशुलाई आशीर्वाद दिनु नि आउँदैन कति देख्छस् भनेको मान्नु तिमीहरूको जमाना नखाला भएर उठ्बोटे सल्लो पारेर पैसा राख्ने काममा अनि कोही टप पाल्दै अब 3 जना बस्छ होला पनि धेरै पढ्ने ज्ञानी हुने नयाँ पुरानो
पर्वतीको बाटो लम्किराख्ने मम्मी बजे बाबा फुपू आन्टीको सबै इज्जत राखेर राम्रो काम गरेर अनि बल्ल बिहा गरे पनि जे गरे पनि अमेरिका जान्छु कि म भने कहिले खुट्टाले अब मेरो गालामा हात नलाउन मेरो छोरी मेरो छोरी पनि धेरै पढ्ने मम्मी बाबा भनेको मान्ने है मेरो छोरी ज्ञानी छ डक्टर हुने मेरो छोरी पुलिस हो कि नानी पुलिसमा नाइ मेरो छोरी डक्टर हुने हो है पुलिस बन्छ कि ढुक्क नानी यहाँ नोट दिन पर्यो मेरो छोरीलाई कति धेरै पैसा हुने भयो मेरो छोरीको यता यता फर्का यता अन्तितिर फर्का ल छिटो खुट्टा यता गर न अलिक यता गर कि ल मेरो छोरी चकचक नगर छिटो निधारमा थाप्न पर्छ पुरै 3टा छोरा र भान्जाले मेरो छोरा है धेरै पढ्ने हैन त्यस्तो गर्ने हैन के तिम्रो बर्थडे मनाउनु फेरि यस्तो गर्यो भने त कोले मनाइदिन्छ र खुट्टामा ढोक्ला छिटो आयुष आसु पानी ल्याएर सानो त्यो बोतलको निदान भाइ हो मातिर हिँड्न हुन्न मेरो छोरी नि ज्ञानी छ भोलिपछि ठुलो भएर दिने हो नि त 500 रुपियाँ त होइन 300 मेरो भान्जा कति ज्ञानी हो न मेरो भान्जा त कति धेरै पैसा पाउनु भएको परे भनेको मान्ने चक्की नहुने त्यहाँ तिमीले पनि इज्जत खाने नहिँड्ने ल खुट्टामा ढोक आन्टीलाई ल छिटो हामीहरू टिका लगाउँदै उता टिका खसेर उसको निधारमा त झन् यता निकालेर राख अब अहिले उ गर त्यो निकालेर यता राख टिका लगाएको हेर्नु एक अनि निधारमा पुसेर नपोस है मैले फेरि उता दण्ड राख्नु पर्छ के को राख्नु त्यो नभेट रोक्नु एकछिन ल त्यही बस्नु भर्खर बस्नु ल बस्नु त एकचोटि म खिचिदिन्छु चकचकेहरू बस्छ हाम्रो फ्यामिलीहरू मम्मीतिर जानु कि
माइतीहरू नि आउनु भइसक्यो दाइ नमस्ते अहिले ढोगेसी गरेसी गरौँला नि त्यति त मान्दैन भन्नु न त्यहाँ कति धेरै छ सबै नोट नेपालभरिको नोट अघि नै के नानीले होइन 500 चाहियो गरे कि उ त्यहाँ थियो उयोलाई के त्यो त्यत्रो ठुल्ठुलो कसले भेटेको मेरो क्या यही छ हाम्रो घरतिर पनि कोही सिकाउँछ कोही यता कोही कता कोठा सानो भएर खप्टेर आउँछ क्या पैसा यार ग्याससँग भन्छ 2-3 वर्ष खप्टेर आउँछ क्या 5 वर्ष दिनलाई खप्टेर आउँथे अनि यसको भन्दा 5 वर्षको मिलाएर खुट्टाम ढोक्नु के त्यही गरी मात्तिने होइन नजान्ने त्यही भएर पढ्दैन त्यही हो टी ठाउने हुनुहुन्छ अनि त्यही के भन्छ पैसा निकाल्नु पर्दैन त्यहाँ छ पैसा यो तिनटा त्यही त भनेको त्यो त अभागी छ नि बर्थडे मनाउनु पाउँदैन खुट्टामा बेबी जाऊ मुखमा हात नहाल न जाऊ अलि अगाडि जाऊ न ज्ञानी भएर बस लेट फोल्ड गर अगाडि जाऊ भनेको मान्ने मम्मी बाबालाई बजारहरूलाई सबै भनेको पुसाइले भनेको मान्ने है त्यहाँ मेरो पैसा गिटारला पैसा लिन्छ कि नै हातमा बसेको रहेछ जम्मै नमस्ते गर नमस्ते गर पुसेला ल नमस्ते ल साली ल उठ खै कति है आउँछ
शरीरमा सुखी शान्ति आओस् राम्रोसँग हो नि हामीले हो लगाइदिनु जिन्दगी जाने कति राम्रो आएको छ साँच्चै हो अझै अर्को कपडा त लाउनै छ हाय हेलो हेर न साथीहरू होइन हामीले हो ल आमा जान ओके हो त नि जमिन त्यो त हो के यता त अधेर आउँछ कि बुढाबुढीको खिच्दैछु मेरो खिच्यो माइजूले क्या खा गयो यता लाउन दिनु ज्यान भोक लाग्यो पस्किँदै गर्नु अहिले तैँले र मैले यता भोट दिनु हाफ हेलमेट किन्न के फुलहरू लाँदा पुरै टिका झरेको मैले त गोरीमा है पिछे त कपडा ल्याएको कि मान्छे गोरी भएको हो के हो अहिले त्यहाँ एसीले होला के एसीले होइन देशीले हो पटक एसीले नलाउनु पर्दैन ढङ्ग भर्नु मलाई त ओके सक्खा भयो के लगाउनु खानु भयो दबाई लगाउनु भएछ र त्यो लगाउनु क्या त्यो घामले होला क्या तपाईँको त्यो अहिले गफ के त्यही भएर ए मनमा दिए होला नि भान्जीहरू त म त सबै लिएको है कान्छी टिका लाउन भयो जसरी आउँथ्यो के देख्नुहुन्छ खै मन बिताइदिन्छ के भन्छ घरमा हो के को खुट्टामा ढोका र छोरीलाई अलि फेरि बिर्सिन्छौ दे न दे अघि बिर्सेर हामीलाई लास्टमा गरेको मलाई बिर्सिनु होला मेरो पाला रातो पनि हो क्या हजुरको त भाँचेको भेडालाई लगाइदिऊ फेरि मलाई फाइदा होला औनी बजे बिहान गरे हराएको को अरे कसलाई फुपू फुपू ए
हुन्छ कता कता पुग्छ आफै आउँछ दाइलाई टिका देखिस् यस्तो गर्नुपर्छ कहिले बुझ्ने हो बारै बुढो हुँदै गइसके सिकाएर लेख्ने भए पो रङ्गल आज टेर्दै टेर्दैन मलाई पैसा दिनु छाडा ल यता सरी वान ला यहाँसम्म म ल्याइदिन्छु यहाँसम्म त म ल्याइदिन्छु त्यही ढुसमा राखेको छ भने टेबलमा कतिजना भयो त उनीहरूको त भन्दैन 20 जना छ क्या मेरो सन्तान सबैजना भान्जा भान्जी गाई भएर कारमा आउनु एक वर्षमा बिहा गरेर बच्चा पर्दैन रेडीमेड लिएर आउने रेडीमेड ल्याम्रो नानी देख्न मन तपाईँ बस्नु गिलो भएछ के मेरो भान्जा मेरो ज्ञानी भान्जा कमाएर कहिले दिने अब मान्छेहरूलाई भान्जा सधैँभरि यस्तो खुसी भएर देख्न पाऊँ अर्को साल आउँदाखेरि मान्छेले भयो भने त भान्जीबारी लिएर आएको कमाइरहनु भयो त होइन भान्जा अरू जस्तो लफङ्गा भएर हिँड्नु भएको अलिक कान्छी माइजू सधैँभरि खुसी हुनु है आएर मेरो भान्जा खै उता ल्याउनु मान्छेले बस्नु देऊ न तिमी उता जाऊ बस कि उता बस हे दादाको टाउको निधारमा हेर त तिम्रो भाइ टिका मात्र ठुलो टिका मात्रै बस्छ पैसा गएर ए कमाइन्छ के टेन्सन लिनु भएर
अर्को दसैँमा त इमामले कमाएर पठाइहाल्छ। मलाई नरुवायो मलाई नतर्कायो भनेर आटे अगाडि छ नबिर्सिने माइजीलाई त्यसै छकाउनु भएन। हातैमा ढोकादैन त्यो अलि माहौल छैन क्या रातो दबाई दिउँ बल्ल रातो दबाउनु लाउनु भयो दबाई होइन हाम्रो दसैँ रमाइलो छ हाम्रो दसैँमा। होइन यही छ बाहिर छ। फाइनली माइत आए अनि माइत आएर अब चाहिँ यहाँ बाबा और इस्लाम भान्जालाई बाबा टिका लगाइदिनुहुन्छ। अब पैसा निकाल्छ नि हो खै खल्तीबाट हेर्नु पैसासँग दिनुभयो त कता हामी त के भन्छ गरे नतिजा गरे हात नि त होला होइन हातमा त ढोक गर्नु पर्छ लाउने हो सबै पुगिसक्यो बाजे भन्नु न पटास त किन आइसक्यो भयो भयो हात्ती खै र हात्तीको सुरले सुरी नानी टाउकोमा त लिएर रहेछ अलिकति है अलिकति टाउकोमा लिनु भएको रहेछ निधारमा लिनुहोस् होला है एकदम ठुल्ठुलो भएर राम्रो गर्ने माथि हेर सिधा हेर नुमा माथि माथि सिधा हेर मलाई बाजेलाई कोल लगाएको के छ कोल लगाएको छ अलिक पढाउनुहोस् न हजुर त्यो झन् पर्दा टिका लगाएर ओए पिङ्केले गो म त रोगु भनेको यता जिउ गर बाजेलाई नमस्ते खुट्टा मलाई नमस्ते गर बुवालाई बाबालाई नमस्ते गर यता पिङ बनाइदिनु भएछ र अनि
रमाइलो रहेछ यिनीहरूलाई त। हाई गाइज भनिदेऊ। यता भाउजूले नि ल हाई गाइज। आफी हाई गाइज। हाई गाइज। बल्ल खाइ ल यता नि। हेलो भिडियो जान्छ कै भान्जा अब जाँदै हुनुहुन्छ बाई फेरि लिन आउनु होला। बाई बाई। मोबाइल राख्नुभयो? मोबाइल डिकीमा नहाल्नु के? ल ल बाई बाई। ल ल बाई बाई। हामी फेरि मामाको घर लाग्यो। माउलो हिँड्यो मेरो माइतो गयो हामीहरू। अहिले यति नै अर्को भिडियोमा आउँछ अनि हामीहरू वहीँ पुगेर के गर्छौँ देखाउनेछौँ। हेर्दै गर्नुहोला अनि ह्याप्पी दसैँ सबैलाई। बाई बाई गर्नु। बाई बाई गर्नु। बाई बाई गर्नु। कार्बन जम्यो भोलि सफा गर्न होला नि कार्बन जम्यो केही गर्नु पर्यो के रहेछ भोलि अर्को भिडियो आउनेछ। कहाँ जाने